हेलो नमस्ते स्वागत छ मिनास फ्यामिलीमा। आज चाहिँ हामी हिलकिटमा छौँ। यहाँ चाहिँ एकदम राम्रो केटा मान्छेहरूलाई हुने चाहिँ राम्रो ब्रान्डेड कपडाहरू छन्। गएर हेर्नु होला, नजिक हुन्छ भने। टिकट नेपालमा छु। अब धनुषाईले बनेको आवेदनहरू एकदम ब्रान्डेड लुगाहरू पाउँछ। त्यसै छु। उहाँले लुगा प्रायः यहीँबाट लानुहुन्छ। यहाँ चाहिँ राम्रो कपडाहरू पाउँछ। हिलकिटभित्र चाहिँ यहाँ सानो क्याफे जस्तो पनि रहेछ। भोक लागेको बेला यसो कफीहरू खानलाई हामी चाहिँ कफी कोरिरहेका छौँ। बुढाबुढी दुईजना छौँ। हाम्रो कफी चाहिँ आइपुग्यो। अब चाहिँ हामी कफी खाँदैछौँ। कस्तो टेस्टी होला जस्तो हेर्दाखेरि नै। हिलकिट नेपालमा पाउने कफी नेपालमा अलिक बिरलै पाइन्छ। त्यो त यहाँ कफी नै मिठो खाले कफी रहेछ। स्वास्थ्यबाट त हुन्छ। धनुषले भाउजूले ल्याउनु न पसलमा भनेको थियो। महिना उसले भनेपछि आज लिएर आएको। आजै फेरि धनुष रहेनछ। धनुषले तर यो भ्लगमा हेर्छ भाइ। धनुष हिलकिट नेपालको मिनास फ्यामिली भ्लगमा आउँदैछ। धनुषजीले चाहिँ मलाई ब्ल्याक कलरको ज्याकेट पठाइदिनु भएको थियो 1 महिना अगाडि नै। तर मेरो ब्याड लक, मलाई त्यो ज्याकेट ठुलो भयो र त्यो कारण मैले त्यो रिटर्न पठाइदिएको थिएँ। अब अहिले चाहिँ म यहाँ बाटो पनि पऱ्यो अनि मेरो बुढोले चाहिँ अब सपिङ गर्न जाउँ भनेर चाहिँ हामी दुईजना यहाँ छिडेको छौँ। हेरौँ अब कुन कपडा चाहिँ हामीलाई मनपर्छ अनि त्यही अनुसार लिनु पर्ला। ट्राउजर कुन चाहिँ एउटा मात्रै हो यो सेतोको। ब्ल्याक चाहिँ कुन चाहिँ होइन? बाहिर 40-50 हजार जाने ज्याकेट हो। त्यो ज्याकेट चाहिँ महँगो खालको हो। उहाँले पठाउनु भएको थियो माया गरेर। विदेशमा 40-50 हजार पर्छ तर यसलाई ठुलो धेरै ठुलो। त्यो कारणले म चाहिँ यहाँ हुडी खोज्दैछु, छान्दैछु मेरो साइजको भेट्ला के भनेर। अनि यहाँ चाहिँ धेरै ठुल्ठुलो हुँदो रहेछ कि। अलि अब कोही मोटो हुनुहुन्छ, यदि मलाई कपडै मिलेन भन्नुहुन्छ भने यहाँ सिधै आउँदा हुन्छ। एकदम ठुलो साइजको कपडाहरू पनि छन्। ए टनाटन कपडा लिएर जाँदैछौँ हामी। दुइटा हो? ए ल धन्यवाद। मिनाले अरू पनि यहाँ छान्दैछ। यो चाहिँ हिलकिट ब्रान्डकै आयो। यहाँ धेरै ब्रान्ड हुन्छ तर यो चाहिँ हिलकिटकै ब्रान्ड हो। ए मलाई अलिक मुनिको ठुलो हो कि खेल्दा रहेछ भना नि। त्यसकै साइज हो। उहाँले लार्ज नै हुने हो नि त। लगाउन सजिलो हुन्छ, कम्फर्टेबल हुन्छ हैन? लार्ज नै लाउनु। यो लार्ज हो क्या सबैलाई। सानो भए सान्दैन। सानो नि त्यो माथिको जुन छ त्यही लिनु। यो सानो ट्रायल रुममा गएर ट्रायल। यो सानो के हो? दुइटै लिएर जा, दुइटै लान त। यही भयो हुन्छ। होइन ट्राई चाहिँ गर्नु न भरे त्यही त। फर्किनु भन्दाखेरि न आफूलाई कुन चाहिँ कम्फर्टेबल हुन्छ त्यो चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। लाएर आउन। यो पनि लानु न। हैन यही लान्छु। एउटा सानो लाग्यो एउटा ठुलो लाग्नु थाहा यो सुरुवाल तलको यो हुडी दुईटा 2 सेट लिएको छु। यो चाहिँ सेलको कपडा हो, तर सेलको कपडा भयो भने एकदम राम्रो छ। यो स्वेटर पनि एकदम बाक्लो छ, भित्रपट्टि भुवा भएको। जाडो सकिने बेलामा चाहिँ जाडोको कपडा किन्नुपर्छ, गर्मी सकिने बेला चाहिँ गर्मीको कपडा किन्नुपर्छ। किनभने त्यो भने चाहिँ पसलहरूले स्टक रहन्छ 6-7 महिना। उहाँहरूको त्यो कपडा त स्टक रहन्छ। कपडा स्टक रह्यो भने चाहिँ पैसा पनि स्टक रहन्छ। त्यो कारण उहाँहरूले मिलाएर दिनुहुन्छ। त्यही मौका छोपेर चाहिँ हामीले सपिङ गर्नुपर्ने हुनेछ। त्यो भयो भने चाहिँ आफ्नो पैसा पनि बच्छ र सिजन अनुसार कपडा ठ्याक्क लाउन पनि पाइन्छ कि।
हाम्रो कपडा ठुलो भएर नानीले झोला पनि गजब फुलेर आएको छ यत्रो ठुलो झोला धेरै छ कपडा अनि त्यही भएर नि ल आजको सबै 4 5 6 7 नेपाल यो चाहिँ हाम्रो सपिङ हो यत्रो धेरै विनाश फ्यामिली ल झोलामा गजबको झोला ल्याएर नानीले अट्दैन भनेर अँध्यारो पनि भइसक्यो बेलुकाको समय हो यो त्यो पाइन्छ नि मैले हेरेको त्यो गाउँमा कहीँसँग लिने नि यो रङ चाहिँ नर्मल पऱ्यो यसरी झोलामा हालिसकेपछि स्कुटी हुनेको फाइदा चाहिँ हो क्या अगाडिपट्टि ठ्याक्क राख्यो अनि हेरेर मजाले लिएर जान मिल्छ बाइकमा हो भने चाहिँ फेरि साह्रै प्रब्लम हुन्छ कि गाडी नै हुनुपर्छ होइन ल धन्यवाद बाई बाई तिहारको नानी पनि नानी बाई ल कहाँ भरे कस्तो बाटो हेर न स्कुटीमा हालेर लान ल उसलाई भरेको मन अरे ल गयौँ है त अब बाई अहिले चाहिँ हामी घर आइसक्यौँ वास्तवमा आज हामी बाहिर निस्केको चाहिँ सपिङै गर्नको लागि चाहिँ होइन वास्तवमा मैले पहिलाको एउटा भ्लगमा नि भनेको थिएँ मेरो साथी एकदमै दुखिरहेको छ भनेर मैले 2-3 चोटि हस्पिटल गएर चेक पनि गराएँ होइन त्यो के भन्छ इसिजी भिडियो एक्सरे सबै गऱ्यो होइन के पनि छैन भने त्यही पनि दुखिरहेको थियो कि 2 महिना भइसक्यो साथी दुखेँ होइन अर्कै हस्पिटलमा जाउँ भनेर आज हामी केएमसी हस्पिटल गएको थियौँ कि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल जहाँ मेरो जन्म भएको थियो मेरो जन्मघर चाहिँ सिनामङ्गल हो है थानकोट त पहिलेदेखि नै थियो हाम्रो बाबुबाजेदेखि नै होइन हामी म चाहिँ सिनामङ्गलमा जन्मेँ हो अनि म केएमसीमा गएर चाहिँ अनि केएमसीले पनि यहाँ रिपोर्ट पठाएको छ होइन भिडियो सेयर पनि गरिदियो त्यहाँ एउटा पनि के पनि छैन भन्छ क्या मेन गाह्रो चाहिँ त्यो हो देखाउनुहुन्छ क्या किन नहुनु आउने एक्सिडेन्ट थियो भने अर्काको ल्याएर देखाएको हस्पिटलमा खिच्न दिँदैन नि त हस्पिटलमा त अब उनीहरू डन पल्ट्यो नि यो मिनास फ्यामिलीको लागि त मिनाले चाहिँ मेरो भिडियो खिचिरहेको थियो मेरो भिडियो एक्सरे गर्ने बेला त्यहाँको त्यो चेक गर्ने मान्छे तराई मुलुको हुनुहुन्थ्यो एकदम हपारेको थियो कि उसलाई अनि त्यही भएर त्यसले रिस पोखिरहेको छ डक्टरको लागि अलिकति शान्त स्वभावको हुनुपर्छ होला चाहिँ हो नि त डक्टरको बोलीबाटै आधा रोग निको हुनुपर्छ अब त्यो त्यस्तो हप्किएर दप्की लाउने खालको डक्टर त के काम अब मिनाको सबै त्यही हो 2-4 वटा चाहिँ मैले त्यहाँ पनि देखाएको थिएँ कोलम्बिया एकदम हिटसिलवाला भित्र पुरै हिटसिल छ एकदम हल्का के यो त 100 ग्राम पनि छैन होला कि बाहिर फल अनि छातीमा के भन्छ विन्ड ब्रेकर विन्ड चिटर भित्र तातो हिटसिल अनि के तिर म देखाउँछु अनि यही टाइपको कोलम्बियामै त्यो फुल ब्ल्याक छ भने यो चाहिँ ब्ल्याक एन्ड व्हाइट छ यो पनि सेम नै हो भित्र हिटसिल हेलिकेट नेपाल हाम्रो धनुष भाइ हो त्यो पनि पुरै हिटसिल छ भित्र सबभन्दा बवाल चाहिँ मिनाले यो खाना थियो कि युएस पोलोको एकदम ओरिजिनल पछाडि यस्तो छ त्यसलाई बम्पर ज्याकेट भन्छ अब यसको प्राइस तिनवटा अनि हिलकिट नेपालकै यो चाहिँ मेरो हिलकिट नेपालमा सबै जानु होला क्या जमल शान्तिपथ निर्वाचन आयोगको ठ्याक्कै अगाडि त्यहाँ चाहिँ एकदम ओरिजिनल लुगाहरू एकदम सुपथ मूल्यमा पाइन्छ क्या सेटै छ त्यसको चाहिँ सेटै छ हिलकिट नेपालकै ब्रान्ड भएको यो चाहिँ होइन ओरिजिनल लुगा छान्दा नै अर्कै हुने के फिलै अर्को आउँछ क्या
यो दुईवटा भइहाल्यो यो त हामीले ती पसलमा पनि देखायौँ यो कुन ब्रान्ड हो यहाँ चाहिँ ओरिजिनल ब्रान्डै हुन्छ क्या फिलिक्स रहेछ फिलिक्स यसको मुनिको लागि चाहिँ ब्ल्याक नै खाएको छ यो जर्ज पनि पलाउँछ क्या त्यो पनि मेरै हो तेरो यत्रो कमर छ भने त्यत्रो देख्नु भएन नि त्यो त्यत्रो कमर एउटा आफ्नो साइजको ल्याउनुपर्छ नि साइजै त्यहाँ सबभन्दा सानो साइजै त्यही हो साइज सबै ठुल्ठुलो क्या त्यहाँ त किन हो किन एकदम ठुल्ठुलो साइज हो मसिन फ्लाइङ मसिन त्यहाँ बान्नी छ नि त यो एफएम त्यतिको लगायो भने झरिहाल्छ नि कामै छैन एफएम भनेर सुन्ने रेडियोको ब्रान्ड होइन कि फ्लाइङ मसिन ब्रान्डको हो ए अब सपिङ पनि सिद्धियो उपचार पनि गर्यो म यो 4औं पटक हस्पिटल गएको क्या अब फाइनली केएमसीमा पनि पुग्यौँ केएमसीले पनि केही पनि छैन भन्यो इसिजी पनि गर्यो भिडियो एक्सरे पनि गर्यो एक्सरे पनि गर्यो होइन केही पनि छैन भन्छ तर यहाँ हो छुनै हुन्न क्या तपाईँको मसल पेन भनिरहेको क्या मसल पेन भन्यो खोइ के हो त्यसको लागि त रेस्टै गर्नुपर्छ मसल पेन भएपछि रेस्ट गर्नुपर्छ भनेर जहाँ भन्छ जहाँ पनि जिन्दगी रेस्ट गर्नु पाइँदैन फेरि म बिहान उठेदेखि राति 12-1 बजीसम्म म काममै हुन्छु है काम नगरी कसरी खानु मन भनेको थियो यही हो अब अन्त्यमा त्यही भन्न चाहन्छु मोबाइल टिभीलाई सबले सब्सक्राइब गर्नु होला घन्टीमा पनि दिनु होला र हलमा पनि दिनु होला यता मिनाज फ्यामिलीले खिचिरहेको छ मिनाज फ्यामिलीलाई पनि सबले सब्सक्राइब गर्नु होला घन्टीमा पनि दिनु होला र हलमा पनि दिनु होला हामीले छोरीलाई सेकुवा के ल्यायो भने नि यहाँ पुरा जामेलो बुढा पनि यहाँ ह्यान्डसम छोरा छ फ्यामिलीले चाहिँ खिच्यो भने मैले चाहिँ यहाँ क्यामेरा स्ट्यान्डमा फिक्स राखिरहेको छु खिच्न पाइनँ त्यही हो धन्यवाद पर्सि 9 गते एउटा विशेष भिडियो आउँदैछ होइन त्यसलाई प्रतीक्षा गर्नु होला आज कति 7 गते हो 7 गते 9 गते विशेष भिडियो आउँदैछ दाइ इन्टरभ्यू किन कम गरेर भनेर सबले भनिरहनु भएको थियो अहिले चुनाव लागिरहेछ फागुन 21 गते चुनाव भनिरहेछ होइन चुनावको मामलामा जहाँ पनि इन्टरभ्यू दिनु गयो नि फलानु नेता कस्तो ढिकानु नेता कस्तो त्यही सोधिरहन्छन् होइन चुनावको बेलामा राम्रो नराम्रो भनेर किन बिथोलिदिनु होइन चुनाव राम्रोसँग होस् होइन राम्रो मान्छेहरूलाई भोट हाल्नु होला भन्न चाहन्छु धन्यवाद नमस्ते